वेलकम टु माई फर्स्ट भ्लग। अनि यो चाहिँ जिन्दगीको पहिलो भ्लग हुन गइरहेछ। अनि अरू बेला चाहिँ म मिनी भ्लगहरू बनाउँछु भने चाहिँ आज चाहिँ सर्ट फुल भ्लग ल्याएको छु मैले दिनको। सबैजनाले हेरेर साथ दिनु होला। सब्सक्राइबर चाहिँ 2 जना मात्रै छ है मेरो अहिलेसम्म। अनि त्यही हो, आज चाहिँ सरस्वती पूजाको दिन। सबैजनाले सरस्वती पूजाको धेरै धेरै शुभकामना र आफ्नो ठाउँमा आफ्नो तरिकाले मनाउनु होला मजाले। र मेरो प्लान चाहिँ के छ भने यहाँ घरमा पनि आफै पूजा गरेर चाहिँ पर स्कुलमा पनि गएर भाइको स्कुलमा पनि गएर पूजा गर्नु पर्यो भनेर सोचिरहेको छु। त्यता पर गएर सरस्वती पूजा मनाउनु पर्यो भनेर। अनि त्यही हो, सबैजनाले मेरो फुल भिडियो हेरेर साथ दिनु होला। अझै त्यहाँ तल पनि आइसक्यो। अब चाहिँ काम भनेको चाहिँ नुहाउने हो सबैभन्दा पहिला। एकदम चिसो छ, हावा चलिरहेको छ आज चाहिँ। अनि यो मान्छेसँग चाहिँ जानुपर्ने छ। यसलाई गाइज भन्दै गुड। यो मान्छेसँग चाहिँ अब स्कुल जानुपर्ने हुन्छ। अनि त्योभन्दा पहिला चाहिँ नुहाउने अब। अनि प्लस त्यो सामानहरू मिलाउनु पर्ने छ। बुक्स भएर आइसक्यो नुहाएर लुगा पनि आइसकेको। बाँकी भनेको कपाल कोर्ने अनि घरमा पूजा गर्ने। हतार भइसक्यो। मलाई चाहिँ हतारको बेला चप्पल पनि यतै छोडेर गएछु। कता छोडेँ खै, अब कता पूजा हुन्छ थाहा छैन। घरमा पनि गर्नु भनेको भन्नु पर गएर आएर पनि गर्छु कि। यता चाहिँ पूजा गर्दै हुन्छ माताजीले। अनि विद्यार्थीहरू चाहिँ यता छन्। अनि यता भाइहरू यसरी लाइन उभिरहेछ। हामी चाहिँ यता छौँ। अनि यहाँ चाहिँ केटा लाइन भइरहेको छ बहिनीहरूले। फोटो राम्रो हुँदैन। अब चाहिँ यता घरमा पूजा गर्नुपर्ने हुन्छ। म चाहिँ अहिले होइन स्कुलदेखि पनि पूजा गरेर फर्किसकेको। अनि यता म त भिडियो बनाएको परेर चाहिँ एकदमै अब गीतहरू बज्छ नि त। अनि धेरै हल्ला पनि हुन्छ, त्यही भएर चाहिँ पर भिडियो बनाएँ होइन। अनि अलि गीतहरू बज्छ अनि कपिराइट पनि लाग्ने सम्भावना हुन्छ अरे क्या। अनि यस्तोतिर चाहिँ अनि त्यही भएर चाहिँ मैले पर चाहिँ भिडियो बनाएँ होइन। अनि यता आएर भिडियो बनाएको। अब खासमा चाहिँ मैले घरमा पहिला गरेर पर जान्छु भनेर सोचेको, तर ठिक विपरीत लियो क्या। मुड ठिक विपरीत भयो। अनि पहिला स्कुलमा गयौँ अनि अहिले चाहिँ यता घरमा आएर छु। अब चाहिँ यता पूजा गर्नुपर्ने हुन्छ घरमा। तुङुरको बाटो हुँदै जाँदैछु यहाँ अबिर किन्न। त्यही हो, ढिलो भइसक्यो। बल्ले बल्ले अबिर किन्नु गएको क्या। मैले कस्तो अबिर अघि छोडेर राख्ने बिर्सेर रहेछु होइन यहाँ घरमा चाहिँ। अनि त्यही भएर अबिर किन्नु जाँदैछु। अब अबिर किनेर आएपछि चाहिँ म पूजा गर्छु। नो ट्राइपोड नो टेन्सन। यसरी यहाँ अड्याउने भिडियो बनाउने होइन। साथी पनि छैन, ट्राइपोड पनि छैन भने चाहिँ यस्तो भित्तातिर ओढाउने बनाउने भिडियो बनाउनु चाहिँ छोड्नु हुँदैन क्या। जे जस्तो गरे पनि त अनु अब मागेको भन्नु हुँदैन अरे क्या। यहाँ हेलो भनिदिनु मेरो भिडियोमा। हेलो। यस्तो अग्लो मान्छेहरूको अगाडि चाहिँ के भयो भर्खर निक्लिँदै के मागे भन्नुभएको। अब केही मागेछु क्या। बाजे दिन्न फेरि के खाँदै हुन्छ भन्नु। जाड खाँदै हुँदो रहेछ। कस्तो छ मिठो? अघि बिहानै लाग्यो क्या तपाईँलाई? प्रसाद खान आउनु पर्दैन तपाईँ? प्रसाद खाँदैन, जाम मात्रै। बाजेले के काका भन्नु कि के भनौँ म त? हाम्रो बच्चा मेरै बच्चा अरे। बच्चा पऱ्यो अब के भन्नु। चेम्जङ म छोरा हेर्छु। म आमा हो तपाईँको। म यहाँ फेरि लिन आएको नि, घरमा गरेकै छैन। अघि पुगेर आएको। अब यहाँनिर अबिर बाजे दिन्न अबिर। ए यस्तै के गइछु म त तल र माथि भएर स्कुल पुगेर आएँ यहाँ हेर्न। भगवान् अब चाहिँ सुहायो। अघिले देखेन भिडियो बनाउनु काली मान्छे नदेख्दा पनि उनीहरू माथि चाहिँ डेकोरेट गरेर अनि पूजा गर्न मात्रै नभ्याएको क्या। अन्तिममा आएर गर्नु त सबै गरेर गएको।
यहाँ चाहिँ पूजाको थाली अनि हामी चाहिँ यता रुममा सेट गरिरहेको थियौँ मैले भन्दा पनि आन्टीले गर्नुभएको थियो क्या यहाँनिर दियो छैन फेरि दियो चाहिँ अलिक कस्तो यो देख्न मात्रै आएर यो देख्न मात्रै दियो छैन यसो गरेर चाहिँ यो चाहिँ टिभी सकेछ नि त टिका लाउनु कहाँ चाहिँ सिन्दुर लगाइदिनु होइन हौ टिका लगाइदिने हौ टिका लगाइदिने क्या यहाँ छ्यामालाई टिका लगाइदिनु अन्त यहाँ छ्यामालाई अघि भएर पूजाभन्दा पहिला पेट पूजा गरिसक्नु भएको छ यहाँ चाहिँ अनि यहाँ बुनिया खान्छ म बुनिया अब मैले पूजा चाहिँ गरिसकेँ अब पेट पूजा गर्ने बेला भइरहेछ पाँचतिर हुन्छ नि मान्छेहरूले नि कति धेरै बुनिया भेट्छ क्या अब आफ्नै स्कुलमा गयो अरूको स्कुलमा गयो बुनियाको बजार हुन्छ क्या तर मैले त्यस्तो फटाकाम चाहिँ गरिनँ है फटाकाम चाहिँ होइन तर त्यस्तो डुल्दिनँ म चाहिँ बुनिया मात्रै खायो भने चाहिँ अब स्वास्थ्य खराब हुन्छ धेरै गुलियो खानु हुन्छ बस यहाँ मेरो किराले दाँत खाएर छ क्या त्यही भएर यहाँ गुलियो खानु हुँदैन क्या त्यस्तो मलाई अब खाना खानुपर्ने चाहिँ खाना पूजा सुजा गरिसक्यो अब पेट पूजा चाहिँ अहिले सबै पेट पूजा के गरेर मैले भ्याइसकेँ होइन खानाहरू खाएँ खाजाहरू खाएर पनि अनि तपाईँहरू सबैजनालाई सरस्वती पूजाको धेरै धेरै शुभकामना सरस्वतीको पास होस् होइन र त्यति भन्ने आजको भिडियो चाहिँ एन्ड गर्न चाहन्छु बाई बाई थ्याङ्क यू सो मच फर द वाचिङ गाइज बाई सब्सक्राइब गर्न नबिर्सिनु होला ल